नेतालाई धनी हुने छुट हुँदैन जबसम्म देश गरिब रहन्छ, नेतालाई हाँस्ने अनुमति हुँदैन जबसम्म देश रोइरहन्छ। देश रोइरहेछ, नेता हाँसेर हुन्छ है। म यही ब्यानरमा यहीँनिर तपाईँको पत्रकार सम्मेलन गरेँ, अर्का साम्पाङ प्रधानमन्त्री पाएन र रोयो है। त्यो शहीदको परिवारहरू गुवा गुवा रोइरहेको छ यार। ती शहीद भएको मान्छेहरू मेरा छोराछोरी जस्ता होइनन् र? त्यो मैले फिल गर्नु पर्दैन? अनि देश रोइरहेको बेला आफू हाँस्ने, देशलाई गरिब बनाएर आफूले चाहिँ बङ्करका बङ्कर, कोठाको कोठा, सुन्दर छैन के जति होइन डलरहरू राख्ने है। जबकि एकजना मान्छेले भात खाने पैसा छैन त्यहाँ क्या है, सडकमा मागेर हिँडेछ, खर्बौँ खर्ब अर्बौँ अर्ब पैसा ठोसेर कसैले चाहिँ राखेर बसेको छ। पैसा कुहिसक्यो होला त्यहाँभित्र, तलको त कुहिन्छ नि त होइन, घाँस त कुहिन्छ, पैसा चाहिँ कुहिन्छ कुहिँदैन? तपाईँलाई थाहा छैन होला, त्यत्रो पैसा भएको मान्छे होइन होला है। घाँस त कुहिन्छ त है, म चाहिँ घाँसको रासहरू देखेको आएको मान्छे है। त्यसले गर्दाखेरि अब कस्तो खालको मान्छे चाहियो? अब विद्वान र मूर्ख भन्नु, अब त्यो विद्वान जुन विद्वानले भत्काउनु मात्रै जानेछ होइन। बालनजीले अहिलेसम्म के बनाउनु? उहाँको बजेटको कुरालाई हेरेर त्यति बजेट हुने भए त नि म त यहाँ के पो गर्। धरान मात्रै यस्तो पालिका हो जहाँ चाहिँ तपाईँको बजेटको काम, रेड बुकको काम र श्रमदानको काम बराबर स्पिडमा अगाडि बढेको छ।